हजुरहरूले फिल गर्नुभएको छ कि नै साथी भनेको हाम्रो आधा प्रब्लमको हल हो भन्ने। हाई, इट्स मी आशा। जिन्दगीमा यति 3 कुराको जरुरी हुन्छ, खानालाई घाँस, बस्नलाई बास अनि लाउनलाई कपास। त्यस्तै गरेर हाम्रो जिन्दगीमा परेको समस्याको हलको लागि एउटै मिल्ने साथी। यदि तपाईसँग मिल्ने साथी छ भने हजुरहरूले आफ्नो लाइफ त्यसै वेस्ट चाहिँ गर्नुहुन्न जस्तो लाग्छ। सदिक्षाले आज हिँड कति घर बस्छौ तिमी भनेर मलाई लगिन सी लाइफ हेर्नु। घरमा मेकअप नसकेर उभरमा भए नि दल्दै हिँड्ने म मात्र होइन होला। आजको वेदर राम्रो भएकोले हामीमा जागर नै बेग्लै थियो। सायद खानु लाउनु र घुम्न पाएपछि खुसी को चाहिँ हुँदैन होला र जिन्दगीमा। यो लोकेसन चाहिँ सिडनीमा छ। यसको नाम चाहिँ सी लाइफ एक्वेरियम भन्दो रहेछ। त्यहाँ गएपछि हामीले थाहा भयौँ कि त अनलाइन कि त त्यहाँ गएर टिकट काट्नु पर्ने रहेछ। यदि अनलाइनमा काट्नु भयो भने चाहिँ तपाईहरुलाई धेरै सस्तो हुन जादो रहेछ। टिकट काट्दा चाहिँ तपाईँ यदि स्टुडेन्ट हुनुहुन्छ भने म स्टुडेन्ट हो भन्नु, त्यसमा डिस्काउन्ट पाउनु हुने रहेछ। यदि हामीले कम्बो टिकट काट्यौँ भने चाहिँ हल्का सस्तो हुँदो रहेछ। हामीले चाहिँ सी लाइफ र वाइल्ड लाइफको टिकट काटेको थियौँ अनि स्टुडेन्टको हल्का डिस्काउन्ट पाएका थियौँ। भित्र पस्ने बित्तिकै हरेक किसिमका जल जन्तुहरू थिए। कति हो कति स्टारफिस, के ठुल्ठुला माछाहरू, यताहरू यति रमाइलो, उताहरू उतै रमाइलो। समुद्रमा पसेर अर्को देश गए जस्तो थियो। अनि विभिन्न देशका फेमसहरूको स्ट्याचु थियो। माइकल ज्याक्सन, प्रियङ्का, विराट कोहली, मोदी सबै रियलमा देख्नु नपाए नि फोटो चाहिँ मस्त खिच्यो सेलिब्रिटीहरू। अनि यो देशको फेमस सबैभन्दा कंगारू, स्नेक, पिग्विन सबै रियल आँखाले देख्न पाउँदा आजको दिनै साह्रै रमाइलो अनि यादगार भयो। साथीको साथ अनि 2-3 घण्टा पनि नसकिने ट्रिप भएपछि कसको मन चाहिँ रमाउँदैन होला। यदि हजुरहरूलाई नि आफ्नो साथी या आफ्नो फ्यामिलीसँग कतै जानु मन छ भने हजुरहरू पनि यहाँ जानु सक्नुहुन्छ। यु विल लभ इट भन्दै हामी चाहिँ लाग्यौं पेट पूजा गर्नु। त लास्टसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद भन्दै सी यु इन द नेक्स्ट च्याप्टर। बाई।